हेलो फ्रेन्ड, नमस्ते सबैजना सन्चै होला है। म पनि सन्चै छु। आज चाहिँ हामी जङ्गल भन्नाले खोला साइडमा चाहिँ के बनाएर खान लाग्छ। अब अन्तिमसम्म भिडियो हेर्नु होला है। केटाहरूले चाहिँ यहाँ मुत्नलाई क्या केटो नमुत्दै फेरि भिडियोमा आउँछ। यहाँ चाहिँ चुलो तयार गर्दैछ केटाहरूले। चुलो तयार चाहिँ हाम्रो एकदम इमान्दार केटाहरू है। आलबाबु कराई ल यो भाइले कगजले चिन्नुहुन्छ है। भाइले पानी चाहिँ बोकिरहेछ, कगजले चिन्नुहुन्छ। यसो नचिने मतलब कटिङ छ है, कटिङ टमाटर च्याट पारेछ है केटाहरूले। ल झोल निस्केको। आहा हेर्दै काँचै खाम जस्तो भएछ। जता गयो त्यतै रमाइलो। माई गड। तेल है, यो चाहिँ शुद्ध तोरीको तेल है। हाम्रो कुकम्यान रोशन दराई, म्यानेजर हाम्रो विशाल दराई। मासु है, मासुको ल आज चाहिँ स्पेसल छ मासु। केही कारणमा मैले मासु खान छोडेँ भने तपाईँहरूले सम्झिनु म मरेछु भनेर। ल है। कुकम्यान रोशन र मासुम्यान म खानीम्यान। नारायणीको छेउमा माछा मासु। ओ त्यो बोट हो क्या, त्यो बोट जा टिपेर लिनु। ओहो घाम पनि एकदमै धेरै छ है यहाँ चाहिँ। किनकि अब घाम हुँदा पनि मासु भएपछि त खानै पर्यो। त्यही भएर ल रेडी छ केटा हो। ओहो बिस्तारै बिस्तारै ल ठिक छ। कस्तो लागिरह तँलाई यहाँ? कस्तो लागिरह? दामी रमाइलो भइरहेछ है आज फर्स्ट टाइम पकाएर खाँदाखेरि। अनि हामी चाहिँ कहाँ छौँ अहिले? हामी अब काभ्रे घाटमा। फाइनली यसले चाहिँ जाल भेट्टायो है। गाइस यहाँ चाहिँ गरम चाहिँ अति नै छ है। हामी चाहिँ अब फर्स्ट टाइम हामीले चाहिँ यसरी बनाएर खान लागेको। अब ठिक छ, अब मिठै हुन्छ किनकि हामीले मिठै तरिकाले पकाउनु लाग्छ नि त। अब नमिठो भन्ने कुरा चाहिँ हुँदैन है। मासु भन्ने चिज चाहिँ मिठो हुन्छ है। ल सुरु गरौँ। प्याज हामी चाहिँ लास्टमा प्याज र टमाटर हाल्छौँ किनकि यसरी हाल्दाखेरि चाहिँ एकदम स्पेसल हुन्छ है त। ल मासु चाहिँ पाक्न लाग्यो है। ल मसला चाहिँ हामीले अन्तिममा हाल्छौँ किनकि मसलाको बास्ना भनेको अन्तिमतिर आउनेछ। त्यसै कारणले चाहिँ हामीले अन्तिमतिर मसला चट्ट मिसाएर है अहिले खानुपर्छ ल्याम्टी। ल अहिले चाहिँ टमाटर चाहिँ अन्तिममा हाल्नुको कारण चाहिँ अलिकति ग्रेभी हुन्छ नि त। मिठास पनि एकदम मिठास हुन्छ, ग्रेभी पनि एकदम राम्रो ग्रेभी। अनि हाम्रो केटाहरूले चाहिँ स्पेसल लिएर आउँदैछ अझै पनि। अब चाहिँ हामी चाहिँ खानेछौँ र पाकेपछि चाहिँ टक्क पेटभित्र जान्छ र पेटभित्र गएपछि भोलि खानुहुन्छ कतिखेर आउँछ भनेर है त। अब चाहिँ ओपनिङ गर्दैछौँ र कस्तो अब चाहिँ आहा रातो ओहो किनकि हामीले खोलामा चाहिँ पकाएपछि चाहिँ हामीले चढाउनु पर्छ। त्यही भएर अलिकति चढाए त त्यसको मुखमा त्यहीँ थोरै त्यहीँ चढा अलिकति धेरै चढाउनु नै पुग्दैन फेरि। ल यसरी चाहिँ चढाउनु पर्छ खोलामा। ल ल ल ल ल ल्याम्म ल आहा कस्तो भनेपछि चर्को भएछ। बिस्तारै 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 ल ल ल ल बिस्तारै बिस्तारै पर्दै खाइदिउ सबै। आहा
चम्चा छैन हाम्रो परिकार चाहिँ एकदमै राम्रो छ है छक्क मार्दिनु हो त आहा बिस्तारै बिस्तारै थरथरै अलिक धेरै मलाई चाहिँ चिसो है फेन्टामा चाहिँ फेन्टा छ तिनजनाले चाहिँ चिसो खान्छ मैले चाहिँ बियर खान्छु भनेर भन्न पाए कति आनन्द हुन्थ्यो तर ठिकै छ आहा ल यहाँ चाहिँ खुट्टा छ है म चाहिँ हिँडेर खान्छु किनकि खुट्टा हाल्दैछ यसले कति खाने हो यार हाल हाल मलाई चाहिँ खुट्टा नाल्नु है म त अलि बाहुन पर्यो बाहुन हो म त अलि मासु मात्रै खान्छु थाहा छैन क्या हाम्रो भाइले चाहिँ मासु खान्छ ल चेस है ल ह्याप्पी दसैँ है किनकि ढिला भए पनि ह्याप्पी दसैँ यसलाई चाहिँ कसले सराप्यो है मासु खाने बेलामा त्यसरी सराप्न चाहिँ हुँदैन किनकि अब के भन्नु के अब यहाँ चाहिँ फोहोर छ किनकि फोहोर भएको ठाउँमा चाहिँ हामीले चाहिँ सफा गर्नेछौँ ल हामी चाहिँ यो प्लास्टिकमा चाहिँ कागज हाल्नेछौँ फोहोरहरू चिज हाल्नेछौँ है अब हामीले चाहिँ खाएर सक्यौँ प्लेट देख्न सक्नुहुन्छ अलिकति ठुलो देखिन्छ बेलुकातिर चाहिँ सानो देखिन्छ यसले चाहिँ खाइरह यसले उता गएर खानुको कारण चाहिँ बियर खान्छ नि त त्यही भएर हामीले लुकी लुकी खान्छ यसले हामी चाहिँ खाँदैन बियर हामी चाहिँ एकदम शुद्ध मान्छे ल भाँडा चाहिँ एकदम मस्काएर ल्याएको छ हाम्रो कान्छो भाइले अब के गर्न सक्छ अब यति भएपछि चाहिँ हामीले चाहिँ अब बाई बाई त गर्ने होला नि किनकि सबै सकियो सामानहरू खानेकुराहरू सबै सक्यो त्यसरी बाई है भिडियोलाई चाहिँ लाइक कमेन्ट सब्सक्राइब सेयर चाहिँ गर्न नबिर्सिनु होला हस् त नमस्ते